हेलो सबैजनालाई नमस्कार। हाम्रो पुरानो भाइले चाहिँ यहाँ बिहान चाहिँ बाटिस्टाको क्लास सिकेर आउनुहुन्छ। हाम्रो पुरानो भाइले म्यानेजर यहाँ चाहिँ अनि क्याफेमा चाहिँ ट्याक्क खाली समयमा चाहिँ सदुपयोग गर्न जान्नु भएको छ। हाम्रो पुरानो भाइले ट्याक्क कसरी बनाउँछ भाइ पुरानो भाइ खै देखाइदेऊ त कफी। यो चाहिँ हाम्रो कफी बनाउन सिकिरहेको छ। हाम्रो गार्निस गर्न कफीलाई गार्निस भन्छ के भन्छ भाइ? हजुर बारिस्टा भाषामा। हजुर सर ए ल खै कुन कुन कफी बनाउँदै हुनुहुन्छ? म बनाउँछु। ल हाम्रो पुरानो भाइले मेहनत एकदमै राम्रो गरिरहेछ, किनकि उसैको लागि फाइदा हो होइन। बढी जस्तो त उसकै लागि फाइदा हो नि त। उसले सिप सिक्नु भनेको उसकै लागि नै फाइदा हो। त्यही भएर प्र्याक्टिस गरिराख्नु भएको छ। यसरी हाम्रो पुरानो भाइले ट्याक्क होइन। ल हेर्नुहोस् है कति राम्रो कफी बनाउँछ। भोलिको दिनमा भिन्टेजमा सबैलाई टेस्ट गराउँछ उसले ओरिजिनल कफी बनाएर। ल हेर्नुहोस् वा 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 यति राम्रो बनाउँदै हुनुहुन्छ। यता अर्को त हाम्रो यो काम न क्यास भएको हेरेर बसेको छ बिना काम। सबले लाइक गरेर फलो गरेर सक्यो।